सरलाई म लास्ट क्वेसन छ हजुर बिकज सो मेनी पिपल आर गोइङ एब्रोड हजुर अहिले पैसै कमाउनको लागि एकदमै सही होइन कुरा पैसैको अभावले म त आई डोन्ट क्रिटिसाइज देम होइन एन्ड दे होइन त्यो त रियालिटी पनि रियालिटी हो कमाउन म भए पनि मेरो पनि एकदमै खान नपाए म पनि जान्थेँ कहाँ पनि जान्छ हो नि प्रब्लम इज हामीलाई तपाईँले अहिले भन्नुभयो त्यही क्वेसन तपाईँलाई सोध्न खोजेको नेपालमा हाउ टु अर्न मनी नेपालमा हेर्नुहोस् है अब जस्तै नेपालमा हाम्रा केही सोर्सेसहरू छन् जस्तै सगरमाथा नेपाल बाहेक अन्त छ छैन छैन हेर्नु सगरमाथा मान्छेहरूलाई सगरमाथा चढ्ने रहरलाई नभए नजिकबाट हेर्ने रहर कसलाई नहोला यहाँ पुग्नु भएको छ सगरमाथा बेस क्याम्प छैन सुरज पुग्नु चाहना छ कि छैन छ हामी किन पुग्न सकेनौँ भन्दा त्यहाँ जान अप्ठ्यारो छ नि त 10-12 दिन छुट्याउनु पर्छ भनिन्छ भनेपछि एउटा राम्रो फेरि म ट्रेकिङ रुट त कुनै हालतमा पनि प्रिजर्भ गर्नुपर्छ भन्ने मान्छे है एउटा कुनै उपायले त्यहाँ नजिकैसम्म चाहिँ जाने चाहे त्यो हामी चाहिँ केबल कारबाट जाने होस् कि अथवा राम्रो बाटोले नजिकैसँग जाने तर त्यो किसिमको मेकानिजम ती नजिकैबाट चाहिँ हेलिकप्टरमा लाने अथवा त्यस्तो केही किसिमको मेकानिजम टाइम सेभिङ होस् भयो भने संसारभरिको टुरिस्ट आकर्षित गर्न सकिन्छ हेर्नुहोस् हामीसँग लुम्बिनी छ होइन बुद्धको बर्थ प्लेस त्यहाँ कति टुरिस्ट आउनु छ असाध्यै कम टुरिस्ट आउनु छ इन्डियातिर बस्नुहुन्छ यहाँ दिउँसो आएर फेरि बेलुकी लन्च खाना मात्र नेपाल आउने किसिम भने चाहिँ हामीले खोइ आकर्षण गर्छ हामीसँग त प्रकृतिले यति बुद्ध यहीँ जन्मिनु भयो हाम्रो लागि सौभाग्य होइन पशुपति हामीसँग छ हेर्नुहोस् त हामीसँग यत्रा हिमालय रेन्जहरू पशुपति हेर्नु त हिन्दूहरू कति हामी संसारमा झन्डै 1.5 अरब जति हिन्दू छौँ कि कति छ मलाई एक्ज्याक्ट आएन अब इन्डियाकै 1 अरबभन्दा बढी हुनुहुन्छ भनेपछि भनौँ 1.5 अरब जति यदि छौँ भने आराध्य देव पशुपतिनाथमा त्यहाँ हामी कति टुरिस्ट आकर्षण गर्न सक्छौँ खोइ त्यसको रिलिजियस टुरिज्म लुम्बिनीको हेर्नुहोस् मैले माउन्ट एभरेस्टको पनि हिमालय रेन्ज हामी चाहिँ एडभेन्चरस टुरिज्म हेर्नु ऱ्याफ्टिङदेखि यति धेरै सम्भावना छ अनि हामीसँग नेचुरल रिसोर्सेसहरू हेर्नुहोस् हामीसँग लाइम स्टोन यति धेरै छ है रोडहरू हामी नै हाम्रै सिमेन्टको रोडहरू बनाउन सक्छौँ अलिकति अब फलामको कुरा गर्दा पनि अहिले हाम्रो यो नवलप्रासीको धौबदी कि के भन्ने होइन त्यो कमर्सियली भाइबल हुन्छ भनिरहेको छौँ त्यहाँबाट हामी एक्सट्र्याक्सन गर्न सकौँला भनेपछि हामीसँग नेचुरल रिसोर्सेस छ हामीसँग नेचुरल ब्युटी छ होइन हामीसँग पानी भन्नुहोस् न अब इन्डियामा पानीको यत्रो अभाव छ खानेपानीको चाहिँ इस्युको समस्याहरू छ हामीसँग यति धेरै कलकल पानीहरू छ पछि हामीसँग भएका रिसोर्सेसहरूको प्रोपरली युटिलाइजेसन गऱ्यौँ भने हामी चाहिँ त्यो 30,000 रुपियाँको लागि गल्फ गइराख्नु पर्दैन अब त्यो युरोप अमेरिकामा आउने स्यालेरी अहिले नै यहाँ हुन्छ भनेर म भन्दिनँ हेर्नुहोस् त्यसको लागि टाइम लाग्छ हामीले हाई एन्ड टुरिज्ममा जस्तै हामी सानिमा ब्याङ्क किन रिटर्न रेकर्डमा 1 नम्बर भयौँ त हामीले थोरै ब्रान्चेसबाट धेरै बिजनेस गऱ्यौँ सिङ्गापुर किन धनी छ भन्दा थोरै मान्छे हुनुहुन्छ ठुलो बिजनेस गर्नुहुन्छ अमेरिका किन छ भने 34-35 करोडको पपुलेसन छ ठुलो छ हेर्नु त इकोनोमीको साइज त 30% अफ वर्ल्डको जिडिपी छ भनेपछि सानिमा ब्याङ्क रिटर्न रेकर्डमा युनिट इकोनोमीमा राम्रो हो त थोरै स्टाफले धेरै बिजनेस गर्ने बित्तिकै थोरै ब्रान्चेसबाट बढी बिजनेस गर्ने बित्तिकै सानिमा बिकेम नम्बर 1 इन टर्म्स अफ रिटर्न इक्विटी त्यहाँको पनि पर क्यापिटा इन्कम रिटर्न इक्विटी उस्तै हो सिङ्गापुर किन धनी छ स्विजरल्यान्ड किन धनी छ भन्दाखेरि थोरै मान्छेले धेरै बिजनेस गर्नुहुन्छ त्यो एकदमै किनभने अहिले जुन म भन्दैछु अहिलेको सुरुमा गर्ने टुरिज्मको फोकस अब यो वाटर रिसोर्स हामी मात्रै फेरि जलविद्युत मात्रै भनिरहेको छैन पानीको पनि भन्दैछु है अनि यहाँ त यति धेरै चाहिँ हामी चिजहरू चाहिँ उत्पादन गर्न सक्छौँ हेर्नुहोस् चाहे त्यो फलफुलमा चाहे स्याउ भन्नुहोस् सुन्तला भन्नुहोस् हामी वर्ल्ड क्लास उत्पादन गर्न सक्छौँ तर हाम्रो उत्पादन वर्ल्ड क्लास छैन भनेर चाहिँ संसारको जुन बेस्ट छ नि हेर्नुहोस् है सुरजी संसारको बेस्ट कम्पनीहरूसँग हामीले जोइन्ट भेन्चरमा जानु अहिले नेपालको ब्याङ्किङ किन राम्रो छ वी क्यान कम्पिट विथ एनी ब्याङ्कर इन द वर्ल्ड भन्ने किन कन्फिडेन्स आयो भने इट्स बिकज अफ जोइन्ट भेन्चर यहाँ चाहिँ नबिल ब्याङ्क आयो होइन गिल्डेज ब्याङ्क आयो अनि इन्डोस्वेज ब्याङ्क आयो नि त त्यसले गर्दाखेरि वी क्यान कम्पिट विथ एनी ब्याङ्कर इन द वर्ल्ड भन्ने कन्फिडेन्स यस वी नो इन्टरनेसनल स्ट्यान्डर्ड भने चाहिँ हामीले प्रत्येक सेक्टरमा स्याउ उत्पादन होस् कि सुन्तला उत्पादन होस् कि धानै उत्पादन गर्ने भने संसारको बेस्ट कम्पनी कुन हो त्योसँग सकेसम्म ट्राई गर्ने बेस्ट कम्पनी सानो मार्केट नआउला भने सेकेन्ड थर्ड हुँदै हुँदै कुन कम्पनी आउँछ त त्योसँग जोइन्ट भेन्चरमा काम गरौँ नयाँ टेक्नोलोजी आउन सक्छ हामीलाई त पुँजी पनि चाहिन्छ हामीलाई पुँजी र प्रविधि चाहिँ आकर्षण गर्नको लागि त पहिला ब्युरोक्रेसी र पोलिटिसियन ठिक हुनु पऱ्यो त्यसको लागि अदालतमा गयो भने न्यायाधीश पनि अहिले त हेर्नु त कार्यकर्ता भर्ती गर्ने चलन आयो हेर्नु दुर्भाग्य अन्तिममा जाने न्यायाधीशको ठाउँ होइन आई विल सी यु इन द कोर्ट भन्ने हो नि त कहीँ अन्याय भयो भने न्यायको लागि अदालत त्यहाँ पनि आफ्नो कार्यकर्ता नियुक्ति गर्ने चलन भयो अख्तियारमा आफ्नो कार्यकर्ताहरू राख्ने चलन भयो अघि आफ्नो कार्यकर्ता नबने पनि आफ्नो पार्टीसँग लोयल मैले भने टेर्ने मान्छे होस् भन्ने किसिमको कुराहरू आयो निर्वाचन आयोग 3टा सेक्टरमा रिफर्म गर्यो भने नेपाल क्यान बी वान अफ द रिचेस्ट कन्ट्रिज इन द वर्ल्ड टाइम लाग्छ है ओभरनाइट चाहिँ हुँदैन नि फेरि मेहनत त निरन्तर मैले भने तर हेर्नु त हामी त टप 10 हुन्छौँ भनेको टप 5 भयौँ टप 5 हुन्छ भने टप 1 भयौँ सम्भव छ नि त म त गरेरै आएको मान्छे हो है मेक अ 5 इयर 10 इयर प्लान यस वी क्यान मेक अ प्लान हामीलाई यो 30,000 40,000 को जागिर खानको लागि जानु पर्दैन
यो चाहिँ अलिकति प्लान गरेर हामीले टुरिज्म, हाम्रो चाहिँ नेचुरल रिसोर्सेसहरू, हाम्रो एग्रिकल्चरहरू, माइनिङहरू, यो चिजहरूमा हामीले चाहिँ ध्यान दिन थाल्यौँ भने अलिकति काम गर्नुपर्छ। यो कार्यकर्ता भर्ती गरेर हुनेवाला छैन। अहिलेको ब्युरोक्रेसीमा चाहिँ के छ भने कतिपय राम्रो मान्छे हुनुहुन्छ, तर त्यसलाई इमान्दार बनाएर तलबै कम छैन। यो तलबले हुँदैन। शिक्षा र स्वास्थ्यमा हामी ड्रास्टिक रिफर्म गऱ्यौँ भने तलब धेरै बढाउनु पनि पर्दैन। हेर्नु त शिक्षामा यत्रो लगानी छ, हाम्रो स्वास्थ्यमा यत्रो लगानी छ। के गर्नुपर्छ भने सुरजजी, पोलिटिसियन्सहरू र कर्मचारीहरू, नेपाल सरकारको पैसा खाने मान्छेहरू, पोलिटिसियन र नेपाल सरकारबाट तलब पाउने मान्छेहरू सबैले छोराछोरी सरकारी स्कुल कलेजमै पढाउनुपर्छ, उपचार सरकारी अस्पतालमै गर्नुपर्छ भन्ने नियम बनाऊ। त्यति भएपछि अनि नेपाल सुधार हुनेतिर लाग्छ। अनि अदालत, अख्तियार र निर्वाचन आयोगमा अलिकति सुधार गरौँ। नेपाल धनी हुनबाट कसरी रोक्दैन। लास्टमा सरलाई मैले तपाईँको आफ्नो जीवनबाट हजुर उपयोग हुने टप 3 एडभाइस हाम्रो यङ अडियन्स। मेरो साथीहरूलाई आग्रह के छ भने लेट्स रेस्पेक्ट टाइम लाइन। हामी समयलाई एकदमै सम्मान गरौँ। 5 दिनमा सिद्ध्याउँछु भनेपछि 4 दिनमा सिद्ध्याउनु होला। जस्तै यहाँलाई मैले 10 बजे आउँछु भने 5 मिनट अगाडि नै आएँ नि, होइन? वी सुड रेस्पेक्ट टाइम, होइन? पहिला पङ्क्चुअलिटीलाई सम्मान गरौँ। बी अनेस्ट। कहिले काहीँ काम गर्दाखेरि गल्ती हुनसक्छ, लेट्स से सरी मैले गल्ती भयो भने हामी चाहिँ ढाकछोप गर्ने, ढाँटकुरा गर्ने गर्छौँ क्या। बी अनेस्ट, बी पङ्क्चुअल, बी हार्ड वर्किङ, यु विल बी सक्सेसफुल। थ्याङ्क यू सो मच सर, कम टु दिस। इट्स माई प्लेजर सुरज बाबु, थ्याङ्क यू सो मच फर इन्भाइटिङ, है त। थ्याङ्क्स। हस्, नमस्कार, हस्, थ्याङ्क यू।